पुरै बुढो मान्छे जस्तो लगभग टेक्दै हिँड्ने गाह्रो भएर होला ठिक छ हिँड्नुपर्छ कहिलेकाहीँ सहरमा बसिँदाखेरि पुरै जङ्कफुड खाएर बुढाहरू यस्तो बेलामा हामी कति हिँड्थ्यौँ यो बाटो कति कुद्थ्यौँ कति हाम फाल्थ्यौँ पाटा हाम फालेर हिँड्थ्यौँ अहिले हेर यस्तो छ टाढो के गर्नु छैन हिँड्न सक्दैन बुढाहरू कोही कहिले मजा खान्छ त भाइ वेलकम टु माई न्यू भ्लग होइन आज चाहिँ म के भन्छ अरे हाम्रो दिदी घर जाँदैछु दिदी घर जाने बाटो तपाईँलाई झर्नै देखाउँदैछु होइन अब गाउँको माहौल यस्तो भइसक्यो अब आधी बाटोमा आएर इन्ट्रो गर्दैछु बाँकी तपाईँलाई जानेदेखि भयो लिएर फर्किनेसम्मको क्लिप देखाउने भएको छ कस्तो थियो बाटो कस्तो गइरहेको छु होइन अनि हाम्रो सानो भाइ यसरी हिँड्दैछन् भाइ हाई भन्दै त क्यामेरामा खोइ हेलो भन्न हेलो भन्दैछन् हाम्रो भाइ होइन अब जाँदैछौँ के हुन्छ कसो हुन्छ तपाईँहरूलाई सबै देखाउनेवाला छौँ होइन बाटो एकदम बाटो बनाइसकेको छ तर मान्छे कोही बस्नु हुँदैन यस्तो छै पुरै सुनसान होइन अब जाँदैछौँ के हुन्छ कस्तो हुन्छ तपाईँलाई म वहाँ गएपछि देखाउनेवाला छु होइन अनि अब तपाईँ अब नयाँ च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकन अन गरिदिनु होला सेयर गरिदिनु होला यस्तो झाडी छ कि गाई होइन यहाँ पुरै उ छ के यस्तो झाडी छ पुरै बाघले खाला भन्ने डर छ त्यही पनि हामी रिस्कको साथ गइरहेछौँ जङ्गल भ्रमण गर्नलाई पुरै सुन्न एकछिन जङ्गलको आवाज सुन्नु है त केही हल्ला नगरिकन ए भाइ पछि त पुरै जङ्गल छ होइन अब जान्छौँ यस्तो छ ठाउँ पुरै बाटो यस्तो छ पल पल लाग्छ कि यहाँ र बाघले खाने हो कि भने डराएर चाहिँ हेर्दा यस्तो सुनसान छ पुरै हावा चलिरहेछ यस्तो माहौलमा पुरै हिँड्नुपर्छ हाम्रो भाइ अगाडि अगाडि हिँड्दैछन् सानो भाइ होइन यसरी अनि बाटो यस्तो छ यस्तो ठाउँ यस्तो छ कि एकदम भयानक अब जाँदैछौँ अनि लगभग आधी बाटो आइसक्यो अब लगभग आधी बाटो आइसक्यो अब यसपछि अझै आधी बाटो ऊ त्यो डाँडा देखिरहनु भयो होला दिन भइसकेन थाहा छैन तर क्यामेराले छिकेको छ क्यामेराले हेड त फर्स्ट टाइम भ्लग गरेर होला कस्तो अर्कै लागिरहेछ होइन त्यसपछि यो चाहिँ हाम्रो निर्मला दिदी भन्ने हुन्छ एउटा हाम्रो उहाँ निर्मला दिदीको घर थियो पहिला अहिले अब गाउँमा सबैजना सहरमा बस्न थालिसकेपछि गाउँ चाहिँ बिगार लाग्ने कि आफ्नो जन्मेको ठाउँ भन्न पनि माया लाग्दो छ अब यहाँ चाहिँ हाम्रो पहिला निर्मला दिदीको घर थियो अब तारादी घर जान्छु हाम्रो शारदादी घर चाहिँ अहिले यहाँ छैन अब जाँदैछौँ भनेपछि अनि हजुरलाई अब यस्तै अनुसार नयाँ नयाँ कन्टेन्ट चाहिरहन्छ भन्ने मैले हजुरहरूलाई प्रोभाइड गरिदिन्छु लाइक सेयर सब्सक्राइब गरी बेल आइकन अन गरिदिनु होला अब चाहिँ ठ्याक्कै हामी त्यो जुन अहिले मैले निर्मलादी घर भएको थियो नि त्यति घर ठ्याक्कै ठाउँ मालपट्टि रोडमा आइपुग्यो तर घर चाहिँ छैन गाइज होइन हेर्नुहोस् यो पहिला हाम्रो घर ठ्याक्कै यहाँ थियो नि त यहाँदेखि माथि एउटा सानो लोरो हो त्यहाँ थियो होइन पहिला कति राम्रो थियो यो ठाउँ एकदम राम्रो पुरै खुबसुरत थियो होइन अहिले यस्तो भएछ विकट एकदम माया लाग्दो अब यसपछि बाँकी के गर्नु अब सबैजना सहरमा बस्नु परेछ आफ्नो गाउँमा सुविधा छैन भन्नु सबैजना गाउँ निस्केर तर आफ्नो रोजगारी व्यवसाय गरेर खानुभएछ होइन ठिक छ त्यस्तै छ अब गर्नु पऱ्यो आफ्नो पेट पाल्नको लागि मान्छेले गर्नुपर्छ सबै यस्तै हो होइन ठिक छ ल एकछिन यो एउटामा क्या राम्रो बाँसको हावा छ यहाँ जङ्गल तर जे भनौँ सहरको धुवा धुलो भन्दा छुट्टै ठाउँमा आउँदाखेरि बेग्लै आवाज हुँदो रहेछ होइन यसरी आँपको बोट छ त्यहाँ
यो पुरै बाँसको झ्याङ पुरै शीतल आफ्नो गाउँघरमा आउँदाखेरि त्यति शीतल महसुस हुन्छ नि। ठिक छ, तर सहरको वातावरण भनेर गाउँमै एकदम रमाइलो हुन्छ। गाउँमै बसोबास गर्दाखेरि मान्छेहरूलाई अन्त विभिन्न रोगहरू लाग्दैन। गाउँको अर्ग्यानिक खाना पाइन्छ। सहरमा बसियो त्यही विषादी हालेको धुवा धुलोमा बस्नुपर्छ। ठिक छ, सबैको व्यस्त आफ्नो हुन्छ, तर मलाई चाहिँ सहरभन्दा गाउँमै व्यस्त लाग्छ। राम्रो बस्न, आफ्नो मजाले अर्ग्यानिक खाना पाइन्छ, राम्रो ठाउँमा बस्न पाइन्छ, धुवा धुलो हुँदैन, पल्युसन हुँदैन, न सोसियल मिडिया न केही, आनन्दसँग बस्न पाइन्छ। सबैको आफ्नो हुन्छ होइन गाइज। हजुरको राय आफ्नो कमेन्टमा गरिदिनु होला। अब ट्याक्कै हामी माओवारी आइसक्यो होइन। माओ घर माओहरूको खेत त्यस्तो छ। यहाँ अहिले रोप्नु भएको छैन केही पनि, सायद केही बाख्रा साथ चलाउनु भएको होला। खतरा खुतुर गर्छ। हो त्यहाँ बाख्रा चरिरहेको छ, ऊ त्यहाँ नि बाख्रा चरिरहेछ होइन। गाई बाख्रा टन्नै छन्, कोही हुन्न क्या। घर तपाईँले छ। हाम्रो दिदी घर जाने दुइटा, एउटा यो बाटो छ, एउटा यो बाटो छ होइन। यो बाटो जाने कि यो बाटो जाने भन्ने हो। कुन बाटो जाने भाइ? यता त कुन बाटो जाने? जुन बाटो सहिले छ त्यही बाटो जाने। यो उहाँ सहिले उता छ होइन। हाम्रो दिदी उहाँबाट कराउँदै हुनुहुन्छ। उहाँबाट कराउँदै, हामी जानु पनि त्यहाँ हो होइन। अब ऊ कराउँदै हुनुहुन्छ। हजुर ए ल हस्, यता यो जर्नी जाउँ ल भाइ। भाइ हिँड्न सकिन्छ जस्तो छ? सकिन्छ भाइ हिँड्न? भाइ जाँदैछन् लडेला है बिचारी, लडेर है बिचारी भाइ। बाटो यस्तो छ खराब एकदम। हामी जाँदैछौँ एकदम बिकट बाटो छ। ओए लड्यो भाइ, बिचारी हिँड्दैछन् बिचारी घिस्री लड्यो ल है बाबु बिचारी न। अनि अब बाटो यस्तो छ। पहिला यो बाटो कति राम्रो थियो, अनि अब यहाँबाट त्यहाँ माथि जानुपर्ने हुन्छ। त्यसपछि हामी गाउँलाई के छ कसो छ, आजभोलि के चल्दैछ गाइजहरू कमेन्टमा भन्नु होला होइन। अब यस्तो बाटो छ पुरै। बाँकी तपाईँलाई पहिला पनि भनिहालेँ, ठाउँ चाहिँ यो राम्रो हो, तर ठिक छ। अनि भाइ, अरे मेरो भाइ, ओ भाइ किशोर भाइ, भाइको साउन्ड आएन, सानो आउँछ, के भन्छ कुनि? के छ आज? कहाँ जानु थाल्यो भाइ हामी? कहाँ जाने भयो बिचरा थाकेन। ल भाइ यता हेर त, म बुझ्छु तँलाई। त्यो बिचरा गाह्रो छ यहाँ जाने, यस्तो बाटो छ है। अनि ल यहाँबाट जानुपर्छ, यस्तो छ बाटो। अब यहाँबाट यो भाइलाई बोकेर यहाँ जाने हो यसरी बोकेर जाने बाटो छैन। त्यही पनि जान्छौँ। यहाँ हिँड्न सकिन्छ भाइ? यहाँ क्यामेरामा हेर्न, हिँड्न सकिन्छ यहाँबाट? ल मैले बोलाएँ है त। ल भाइ हिँड्नु होइन, जाँदैछौँ यहाँबाट। पहिला नि कस्तो दामी छ यहाँ ठाउँ, यहाँ पुरै उगाएर थियो, अहिले पुरै जङ्गल भएको छ। अनि हाम्रो यहाँ अरू कुरा भन्न मन लाग्यो, यो ठाउँमा चाहिँ अहिले भन्दा पनि अहिले के भन्छ, हिउँदो छ, हिउँदोमा खासै केही हुँदैन। बर्खामा चाहिँ एकदम जुका लाग्छ। बर्खामा यति जुका लागेर हिँड्नै नसक्ने हुन्छ, पुरै छेउ पुरै जताततै टुकेर हिँड्न सक्ने हुन्छ, नसक्ने हुन्छ होइन। हाम्रो भाइ अगाडि बिस्तारै सानो पाइला लिएर बढ्दैछन्। हामी पुग्न आँटिसक्यौँ होइन। हाम्रो भाइले हिँड्न नसकेर हातमा लौरो टेक्दै बुढो मान्छे जस्तो हात। यता होइन भाइ, यता यो बाटो। कहाँ जङ्गलतिर जानु थाल्यो भाइ यार तिमी? पुरै बुढो मान्छे जस्तो लौरो टेक्दै हिँडेछन्, गाह्रो भएर होला। ठिक छ, हिँड्नुपर्छ कहिले काहीँ। सहरमा बसिँदाखेरि पुरै जङ्क फुड खाएर बुढाहरू
यस्तो बेलामा हामी कति हिँड्थ्यौँ योबाट, कति कुद्थ्यौँ, कति हाम फाल्थ्यौँ, पाटा पाटा हाम फालेर हिँड्थ्यौँ। अहिले हेर यस्तो छ ताल, के गर्नु, छैन हिँड्न सक्दैन बुढाहरू। ल अब चाहिँ हामी ठ्याक्कै दिदी घरको तल्लोपट्टि आइसक्यौँ होइन। अब यता माथिबाट दिदी घर छ उता, अब हामी ठ्याक्कै माथि आइसक्यौँ। अब माथि गएर दिदीलाई भेट्ने, एकछिन बस्ने अनि फर्किन्छौँ है त। यहाँ माथि भाइ यता, अनि यहाँ निउवाको बोट लाउनु भएछ, त्यहाँ अम्बाको बोट चाहिँ पुरै सित्तै भएछ, यहाँ छ होइन। अगाडि अलिक कुद्दैछ, म पनि हिँड्दैछु यता भाइ, यता माथि क्या माथि। अनि ए मेरो भाइले बाटो देखेन जस्तो छ, भाइ आउँदैछ। यहाँ पुरै दिदीले लसुन रोप्नु भएको छ, सिमी लसुन। ए हिँड्नु भाइ अगाडि, केराको बोट, केरा रोप्नु भएको छ। अनि अब दिदी कता हुनुहुन्छ खोइ, गोठ अनि बाख्रा खोर, दिदीहरूले बाख्रा पाल्नुहुन्छ। यहाँ चाहिँ गाई पाल्नुहुन्छ, त्यहाँ कुखान रहेछ जाउँ। है भर्खर यहाँ हुनुहुन्छ, कता जानुभएको नि, ए बोन भएको थियो दिदी। दिदी हुनुहुन्छ भित्रै, के गर्दै हुन्छ कुनि, बस्नु भएको छ दिदी। हेलो ठिक छ हजुर, होइन भिडियो ए बाटो एकदम खतरनाक, बाटो एकदम खतरनाक छ। कोही हेर्न भिडियो बनाइरहेको सानो हो भने, पुरै यहाँ यस्तो दामी छ ठाउँ यी होइन। अब पुरै यही तलबाट वहाँ तल बगरबाट यहाँ माथि डाँडामा आइपुगेका छौँ, हिँड्दै हिँड्दै लखर लखर दिदीलाई भेट्नलाई। हाम्रो दिदीलाई भेट्न आएको होइन। अब बच्चा थियो, हाम्रो फुपाजु यता हुनुहुन्छ, यी भर्खर बाहिर निस्किनु भयो होइन। दिदी भित्र के धान गर्दै हुनुहुन्छ, बल्ल आइपुग्यो होइन, जाने छ नि। पछि अब बल्ल आइपुगेको छ, यत्रो डाँडा पार गरी गरिममा होइन। बा चाहिँ आउनु भने हामीसँग तिनजना आएको बासँग होइन। जाँदाखेरि पनि तपाईँलाई भिडियो बनाउँला। यता पुरै यस्तो छ, पुरै जङ्गल छ। यहाँ के सुकाउनु भएको छ दिदीले, के सुकाउनु भएको, पुरै बेसार छ, बेसाउनु भयो। यी पुरै डाँडा, पुरै यहाँ यी भिर, यस्तो भिर छ होइन। यता नि मान्छे बस्नु भएको छ। यी पुरै बाटो यस्तो छ, पुरै तल त्यो बगरबाट हिँड्दै हिँड्दै आएको हामी। जाँदाखेरि पनि तपाईँलाई देखाइदिनु कसरी जान्छौँ भनेर है त। अहिले अब एकछिन हामी फुपासँग गफगाफ गर्छौँ, एकछिन बस्छौँ, अनि त्यसपछि घर लाग्छौँ है नि त। हस् त। दिदीले के हलुबेत खानुभयो क्या दिदीले? हलुबेत खाउँ गाइज, खाउँ। बिहे तार्दै हुन्छ सरी होइन। यता त्यहाँ मौरी नि पाल्नु भएको छ दिदीहरूले। यहाँ यहाँ पाल्नु भएको छ। दिदीले हलुबेत दिनुभएको थियो होइन, हलुबेत खाइयो होइन। अब त्यहाँ दिदी अब भाँडासँग भाइको त्यता हुनुहुन्छ। त्यहाँ यत्रो ठुलो बोट छ। पुरै जे भए पनि सहरभन्दा गाउँ नै रमाइलो होइन। गाउँमा बस्ने पुरै चिसो हावा, एकदम हावा बस्दा चलाएको छ। यहाँ मौरी छ, मौरी टोक्ला भन्ने हो, केही छैन, टोक्यो नि। टोकेको नि त्यसको बाजे टोक्यो, यहाँ होला टोके, यहाँ टोके होइन। त्यसपछि यहाँ चियापत्तीको बोट छ, अनि खेती गर्नुहुन्छ होइन। चियापत्तीको बोट, कसैले चियापत्तीको बोट गाई हेर्नु कस्तो हुन्छ नि, यस्तो हुन्छ। यी चियापत्ताको भनौँ न, तेजपत्ताको बोट। अनि यता कटहरको बोट छ होइन। अनि यता छ उतापट्टि खेतहरू छ दिदीको। अनि त्यता यहाँ गोठहरू छ, यी गाई पाल्नु भएको छ दिदीले। यहाँ यी बाउरा छ दिदी होइन, त्यसै भएन। यहाँ टोके खाएकै, यहाँ हेर्नु त
यहाँ टोके खा के छैन सिधै छोरेका हो डसेर निस्कियो दाम बस्या यहाँ दिदी हुन्छ दिदीको किचन गाई हेर्नु दिदीले उखु देखाएन होइन उखु खाने अब साह्रो छ भन्नुहुन्छ दिदी टोक तास्नुपर्छ अनि अहिले तासेर नि खाने हो गाई खाने भए आउनुहोस् तपाईँहरू पनि बाँस छ अरे गाउँघरमा पाकेको चुलोमा बनाएको पुरी खाने भए आउनुहोस् है गाईहरू यतापट्टि हाम्रो आँपको बोट छ आँपको बोट त्यसपछि यहाँनिर घिरौँडा हो कि इस्कुस कैला हो के हो त्यो बोट रहेछ त्यहाँ त्यहाँनिर कुखुरो छ ऊ त्यो ढुङ्गाहरूमा चाहिँ कुखुरो पालेर राख्नु भएको छ अब हाम्रो दिदी चाहिँ उता गाई दुनी बेला भएछ गाई दुहाउनु भएको छ होइन अनि हाम्रो भाइ यता छ अगाडि चाहिँ कसैले भिडियो बिहाएर यार यो भुराहरू यस्तै हो हाम्रो म सौरभ जोशी हाम्रो यो चाहिँ हाम्रो अर्को कुनाली जस्तो छ ऊ हेर त्यहाँ ऊ होला न अरे गाई दुधेन फेरि त्यसपछि ऊ त्यहाँ यस्तो बिउ गरिरहेको छ यहाँसम्म गाह्रो भन्दैथ्यो मास्टरसी होइन यहाँ रहेछ गाई उता हाम्रो दिदी दुध दुहाउनु भएको छ होइन यो छ एउटा गाई अनि अर्को ऊ त्यहाँ छ अर्को सानो बाछो त्यहाँ छ दुईवटा गाई त्यहाँ दिदी गाई दुध कति दिन्छ अहिले 2 लिटर छ अरू बेलामा 10-15 लिटरसम्म हुन्छ अहिले गाई थाकेको छ होइन अनि हाम्रो दिदीहरूले अहिले यतिखेर दिउँसोको अहिले लगभग 2 बजिरहेछ 2 बजे दिनुको कारण चाहिँ हाम्रो बेलुका दुध लैदैन होइन अनि त्यही भएर दिदीले आज दिउँसै दुहाउनु भयो दिदीहरूको अब जे भने पनि रेस्टरुम भने नि बाथरुम भने नि लग्जरी बाथरुम भने यही छ गाउँघरमा यस्तै चल्छ अनि यहाँ दिदी अब जानु थाल्नु भएको छ दिदीहरूको धारा यहाँ छ होइन त्यसपछि उता छ अब दिदीले दुध राख्नुहुन्छ अहिले बेलुका तताएर आफूलाई घरमा खाने बेलुकाको चाहिँ यहाँ धेरै यस्तो भन्दा नि बेलुका चाहिँ यहाँ खाइन्छ भने बिहान चाहिँ देरी लगिन्छ होइन अनि अब यस्तो छ कुखुरालाई पनि कहिले मजा खान्छ त भाइ कुखुराले मकै खान्छ दाना खान्छ होइन अब हाम्रो दिदी अब दुध तताउने तयारी हुँदैछ होइन दुध ल्याएर उता राख्नु भएको छ ऊ अनि दुध टक्कर तताउने तयारी हुँदैछ तताएर राख्नुहुन्छ होइन भाइ यता त ओइ भाइ यता न आइ भन्न यो चाहिँ हाम्रो सौरभ जोशीको कुनाली छ भने मेरो चाहिँ हाम्रो यो छ कृषल भन्ने छ होइन हाम्रो दिदी त आयो भने नि त दिदी त हुन्छ दिदी के गर्दै हुनुहुन्छ होइन अब दुध तोड्नु तयारी हुँदैछ होइन बसिरहेछौँ त्यहाँ दुध तोड्नु त्यहाँ तयारी हुँदैछ होइन अब यहाँ चाहिँ अब खास गरी त्यो गाउँघरमा भन्दै समय चाहिँ हाम्रो आगोमै तताइन्छ होइन भोलि ग्यास चाहिँ अब गाउँघरको मान्छेहरूलाई ग्यासमा भन्दा आगोमा तताएको मिठो लाग्छ सबै कुरा खानेकुरा मिठो लाग्छ होइन पुरी खाजा खाने बेला भयो गाइज होइन खाजा खान आउनु होला तपाईँहरू पनि पुरी खाजा यता भाइले खाँदैछन् यता म खाँदैछु अब खाइसकेपछि तपाईँसँग भेट्नेछौँ है त अब हामी चाहिँ अब लाग्न थाले गाइज होइन अब दिदी यता हुनुहुन्छ र दिदी भाइ सियु तपाईँलाई अब पछि भेटौँला होइन भाइ यहाँ छ ए अब पछाडि आइहालिन्छ नि यहाँ आइ दिदीले कसैले देखान् अब हामी लाग्दैछौँ ल अब एउटा यो बोकम लगाऊ नि यो भाइको चाहिँ एकदम राम्रो च्यानल ग्रो गरिदिनु ल हस् त गाठ भाइ त ल बाई के गर्नु अब टाइम छैन घरमा जानु छ ड्युटीमा जानु छ फेरि भोलि गाह्रो छ होइन अब बाहिर जाँदैछौँ अब गइरहेछौँ तपाईँहरूलाई घरमा पुगेपछि भेट्नेछौँ है त अब अहिले नै देखाइ चाहिँ मैले सुरुमै देखाएको छ गाइजहरू गाडी चाहिँ कुन चाहिँ एउटा उखो यहाँ गाई मोटरको बोट यहाँ पनि यस्तो नि मोटर हुँदो रहेछ यहाँ पनि तर त्यो त पुरै उखा के अरे रातो छ त भित्र रातो हुन्छ ए रातोवाला मोटर गाइज हेर्नुहोस् होइन ल हस् त तपाईँहरूलाई अब घरमा भेट्नेछौँ बाई दिदी सिधै म आफ्नो घर पैसा भेट्नेछु है त अब
गाइज हामी चाहिँ अब घर आइसक्यौँ होइन। घरभन्दा अलिकति थोरै दुरीमा छौँ, घर जान्छौँ होइन। तपाईँलाई पनि म घर देखाउँछु हामीले पहिला बस्ने घर कस्तो छ। अब यो त मेरो गाउँ हो, म बस्ने खास गरी चाहिँ सहरमै बस्छु अहिले। अहिले नै भनिसकेँ मैले, गाउँ सहरभन्दा गाउँ नै बेस्ट हुन्छ भनेर मैले सुरुमै भनिसकेँ हजुरहरूलाई होइन। ठिक छ, अब हेर्नुहोस् यता छ हाम्रो बारीहरू। पहिला हामीले खेती गर्ने थियो, अहिले केही पनि छैन, कसैले केही लगाउनु भएको छैन। अनि अब यो घर हो हाम्रो। यो इस्कुसको बोट, त्यहाँ छ आरुको बोट छ, त्यहाँ आरुको बोट छ, त्यहाँ ऊ छ, यहाँ के छ यहाँ यी छ होइन। घरमा आइसक्यौँ, अब घरमा आएर एकछिन बस्ने हुनुपर्ने हुन्छ। अनि एकछिन यहाँ बस्छौँ। अनि कसरी यति भइसक्यो, खै दिदीले के पठाउनु भयो। अनि बा यहाँ हुन्छ, घर यहाँ छ है हाम्रो। हामी यहाँ बस्छौँ, घर यहाँ छ है, घर यस्तो छ। अनि अब